अलि धेरै चेन्ज भएर चाहिँ मलाई दिने हो पैसा देऊ न देऊ न देऊ देऊ न के किन्ने रे ललिपप मलाई देऊ न मलाई त्यो पैसा देऊ म तिमीलाई ललिपप दिन्छु हुन्छ निकाल्ने किन निकाल्ने आएन त ए आफू मात्रै आउन रहेछ कि आफूभन्दा राम्रो कोही छैन नि त यहाँ त्यही भएर यसो पहिला त सानो गोरेटो थियो कि है 10 मिनेटमा पुग्छ रे ए मैले पाएको कि तँलाई बहिनी भन्नु मिल्दैन सानो कोलमकोले त्यो छाताको तारले तिर बनायो त्यो घोटेर दिनमा लाएर चुच्चो बनायो अनि त्यो रबर बान्यो रबर बानेर अनि ट्याक्कै तिर हान्न जाने माछालाई माछालाई कस्तो पर्दैन लुड्दा माछा पनि के तिर मारेर त्यो ट्याक्कै एउटा कुना बसिरहेको हुन्छ अनि माथिबाट ट्याक्कै ट्याक्कै हान्ने म फर्स्ट टाइम सुनेको यस्तो कुरा त तिर हानेर म त त्यो जाल हानेर अनि बल्छी राखेर माछा मारेको थाहा छ एकछिन आशिष र मै पछि त्यो उसले कि झुल राखेर झुलबाट यसरी गएर दुईटा सानो एउटा ठुलो थियो होइन अनि दुईतिरबाट झुल राख्यो अनि ठ्याक्क निकाल्यो अनि एकचोटि 4-5 वटा गर्ने कि ठुलो कि
सानो 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 के भित्ते माछा भित्ते माछा त्यो के माछाहरू त्यसरी पर्ने त्यो लिएर आएर गजब भला है हुन्छ नि बाटामा चाहिँ के अरे त्यो कपडा मोलमोल कपडाले छोप्यो सानो पल पार्यो अनि त्यहाँभित्र मैदाहरू राख्यो अनि राखेर अनि त्यो पानीमा अहिले हाल्छ पानीमा गाडेर राखिदिने अनि त्यो माछा चाहिँ त्यहाँभित्र जान्छ कि खानलाई अनि झिक्यो भने पर्छ कि त्यस्तरी अनि दिनभरि त्यो भिडियो हेऱ्यो अनि त्यो पैसा उठाएर त्यो भाडामा ल्याएर भिडियो हेर्ने अनि बिहान अनि गयो खोलामा है केटाहरू लगभग 15-16जना केटाहरू सिग्देल टोलमा गयो सिग्देल टोलमा त्यो गाजरहरू चोर्दै जाने कि अनि मलाई त सिग्देल टोलमा चिन्ने सबै त्यही मिक्स बनाएर झोल बनाएर 1-1 रुपियाँ उठाएर चिउरा किनेर खाएको पहिलाको कुरा केटाकेटी अनि चरा कसरी मार्ने त बुदलीले है अब के त केले मार्ने बिदाले भन्नु लाइले लिएर आउनु पर्ने रहेछ है बिदा पकाउँछ नि त नि जहाँ गयो नि तम्सिहाल्ने पकाउनु कति मिनेटको खिच्यो स्लो मोसनको त्यो सिस्टम छ नि सबै खिच्ने अनि त्यसपछि आएर कतिको चाहिँ स्लो गर्ने भन्ने च्यालेन्ज होइन त्यो सबै खिच्ने नि त स्थापित गरेको छ भाइ हो र हामीले त देखेन भन्छ भने सोधेको दामी भएन झुट बोलेको होइन नि झुट बोल्नु लाग्यो भने झुट बोलेको मैले यो कुरा भन्थेँ होइन के डराउँछ नि के कस्तो उताले लिएर जाने होइन होइन नि ओर्लेर आउनु त हो नि यही कोठा हो कि उताको सेकेन्डमा यही ओर्लेर आएको हो नि किन ढलान गर्नु पर्थ्यो होला त है ढुङ्गा राखेको भयो नि हुन्थ्यो नि फोन नउठाएर होइन ऊ त्यो बोर्ड छ नि बोर्डमा लेखेछ के ऊ त हेर्नु न अलि माथि गएपछि आशिष दाईको गिलो नि जति आयो नि यो ठाउँमा मलाई हगाउँदै हुन्छ गर्मी पनि नहुने मै ठाउँ हेर्नु नि ल गर्मी पनि नहुने तङमा नखाँदै मर्दै जान पर्यो क्या भनेको छु यसले त पुऱ्याउँछ क्या जम्मा साटोमा मै खानु मोतेको मोही हो रे कहिले नि थाहा थिएन यहाँ ए मिठो छ त
छैन छोडिदिनु भएछ बनाउनु ल हामी त वहाँ पोखरादेखि यहाँसम्म त्यही तोङबा खाने भनेर आएको पहिलाको राम्रो थिएन भन्ने अर्को ठाउँ चेन्ज गर्नु अब हजुरसँग एक भएको कुनै रङको फाल्न पायो कि त एउटा पावर कार्ड युज गर्न पायो कि त रातो रङको कुनै पनि नम्बर युज गर्न पायो बुझ्यो भने कि यो फाल्यो होइन कि अब ल अब कि यो फाल्नु पर्यो होइन कि थुत्नु पर्यो त्यति नै हो यो फाल्यो भने मबाट टर्न आयो मलाई 4 प्लस भयो होइन अनि फेरि आफूले कलर चुज मात्रै हो 4वटा गर्ने थप्ने अब सबैले कहाँ पर्यो नि मैले मात्रै इच्छा थुत्न नि पाएँ फाल्न नि पाएँ